अनि लाइक म चाहिँ अलिकति रिसर्च नै गर्छु, रिसर्चर नि हो पार्ट टाइम। अनि अहिले नेपालमा चाहिँ यो के भन्छ के अरे इलेक्ट्रिक कार चाहिँ एकदम धेरै बुममा छ कि एकदम। अहिले मार्केट भन्दा नि हाम्रो यो भन्दा चाइनिज त एकदमै देख्नु भएको छ, जता हेरे पनि नयाँ गाडी आएको छ, पहिलेदेखि जस्तो हुँदैन नि त। यस्तो गाडी भन्दा नि हाम्रो राम्रोले भन्दा नि त्यसले मेन्टेनेन्स र सर्भिसिङको टाइम हुनु पऱ्यो नि त, त्यो पनि डिटरमाइन गर्छ। जस्तै हाम्रो गाडीहरू सबै आइरहेको छ नि त चाइनिज, गाडी बेचिरहेको छ, सर्भिस सेन्टर त अझै इस्टाब्लिस भएको छैन तिनीहरूको कुनीहरूको त। जस्तै हाम्रो यो ब्रान्ड भएको त थुप्रै भयो। जस्तै हाम्रो इलेक्ट्रिक यो पहिलो भएन क्या, जस्तै हाम्रो पहिलो इलेक्ट्रिक भन्ने आएको भनेको नेपालमा कोना इभी हो, 18मा आएको थियो है। त्यो पनि अझै चलिरहेको छ, 18देखि 25 भयो अहिलेसम्म। हामीले त्यसमा चाहिँ प्रब्लमहरू फेस गरेको भन्ने चाहिँ त्यस्तो केही पनि छैन होइन। त्यही कुराहरू भयो, माइनर कुराहरू चाहिँ त्यस्तो ब्याट्रीकोदेखि लिएर डिस्पोजलदेखि लिएर त्यसमा चाहिँ त्यस्तो समस्याहरू छैन है। जस्तै अब हाम्रो यसमा भनेको धेरै अरू फिचरहरू भन्दा अब आर्मरेस्टहरू भयो, वायरलेस चार्जिङ भयो, बुट स्पेस भयो। हजुर अनि चाहिँ नेपालमा बुम गरेको चाहिँ रिजन चाहिँ मैले रिसर्च गर्दा बल्ल थाहा पाएँ, ट्याक्स कम लाग्दो रहेछ कि। जस्तै हाम्रो पेट्रोल इभी भन्दा पेट्रोल गाडीहरू भन्दा इलेक्ट्रिक आइटममा एकदम कम ट्याक्स छ। ट्याक्स कम, अनि त्यसपछि अब पेट्रोलको पैसा कम। अब कति हुन्छ नि लाइक 100 किलोमिटर कति पैसा लाग्छ होला पैसा? जस्तै हाम्रो पेट्रोलको माइलेज गर्ने 1 लिटरले चाहिँ हाम्रो नेपालबाट 14-15को एभरेजमा दिन्छ भनेपछि 1 लिटरको हाम्रो 170 छ। त्यही हिसाबले चाहिँ गर्नु पर्दैन। लगभग हाम्रो 100 रुपियाँकै दरले गऱ्यो भने 70 लिटर भन्दा 70,000 त पर लिटरको जाने भयो नि त। हजुर त्यो हिसाबले चाहिँ त्यति चाहिँ मात्रै कस्ट आउने भयो। जस्तै अब हामीले योभन्दा पनि